हेलो साथीहरु नमस्कार। आज हाम्रो फार्ममा बाख्रा नुहाउने कार्यक्रम राखेको थिए। उपिया किर्ना जुम्रा जसलाई बाह्य परजीवी भनिन्छ। बाह्य परजीवी विरुद्ध आज हामी साइपरमेथ्रिन औषधिले आज हामी यो सम्पूर्ण बाख्रा बोका खसी सबैलाई नुहाइएको छौं। हेर्न सकिराख्नु भयो होला भिडियोमा देख्नु होला। यो सबै बाख्राहरूलाई आज यो उपिया किर्ना जुम्रा उडुस सबैको लागि आज डिपिङ गरियो नुहाई कार्यक्रम। यहाँ यो ड्रममा नुहाइयो। नुहाएको हो 400 ml जति यसमा पानी अटाउँछ। यसमा हामी 400 ml हैन 400 लिटर पानी अटाउँछ। यो 1000 को ट्याङ्की हो। 400 लिटर पानी हालेर हामीले यो सम्पूर्ण बाख्रालाई साइपरमेथ्रिन भन्ने औषधि 200 ml यो ड्रममा हालेर 400 लिटर पानीमा सम्पूर्ण बाख्रालाई हामी नुहाउने यो हाम्रो नुहाउने कार्यक्रम यो जुन उपिया उडुसको लागि एकदमै रामबाण भनिन्छ। यो गर्मी मौसममा मजाले गर्न सकिन्छ। यसरी चाहिँ हामी बाख्रालाई नुहाएको हो। अब यो बाख्रा 3 महिनापछि फेरि नुहाउन मिल्छ। 3 महिनासम्म 4 महिनासम्म भनौं न यो उपिया किर्ना आउने सम्भावना एकदमै 99% भनौं न कम हुन्छ। यो 4 महिनासम्म त उपिया किर्ना यताउति त्यसको कारणले जुन एनिमिया हुने बाख्रा एकदमै एनिमिया जुन हुन्छ रगतको कमी शरीरमा बाख्राको, जस कारणले दूध उत्पादन पनि घट्छ। अन्य अब वृद्धि विकास राम्रोसँग हुँदैन। त्यो अब समस्याबाट हामी अहिलेलाई यो गर्मी मौसम लागेको छ। यो अहिले चैतको यो फर्स्ट विक नै हो। यसमा हामी सबै बाख्रालाई नुहाई कार्यक्रम सकेको छौं। अरु खोरमा पनि अब भोलि गर्ने छौं। हामी यो खोरहरूलाई पनि स्प्रे गरेको छौं हामीहरूले यो उपिया किर्ना नहोस् भनेर। सँगसँगै खोरलाई पनि गर्नै पर्छ अनि मात्रै उपिया किर्नाबाट 4-5 महिना 6 महिनासम्म मुक्त भइन्छ। यसरी नै तपाईहरुले पनि घरको बाख्रालाई टिक आउट भनेर मार्केटमा पाउँछ। त्यो औषधि चाहिँ ल्याएर भेटनरी मेडिसिन पसलमा गएर बाख्राहरूलाई यसरी नुहाउने कार्यक्रम गर्नुभयो भने उपिया किर्ना बाह्य परजीवीबाट बच्न सकिन्छ। यो औषधि हेर्न सक्नुहुन्छ तपाईहरुले। औषधि पनि म हेराइदिए। यो हेर्नु यो साइपरमेथ्रिन टिक आउट कतै कतै अब नाम फरक हुन्छ तर कम्पोजिसन यो साइपरमेथ्रिन भनेर हुन्छ। यो साइपरमेथ्रिन भन्ने औषधि ल्याएर तपाईहरुले पानीमा डाइल्युट मिसाएर अनि बाख्राहरूले यसरी नुहाउने काम गर्नु होला। भिडियोमा अहिलेसम्म बस्नु भयो, हेर्नु भयो हाम्रो भिडियो, त्यसको लागि तपाईहरुलाई धेरै धेरै धन्यवाद। यसरी नै हाम्रो भिडियो हेर्दिनु होला अनि सब्स्क्राइब लाइक अनि बेल आइकन दबाउन नबिर्सनु होला। धन्यवाद तपाईहरुलाई।